नमस्ते सम्पूर्णमा। आज फेरि म हाम्रो ग्र्याटिट्युड च्यालेन्ज देफू लिएर तपाईहरुको सामु उपस्थित भइसकेकी छु। आज चाहिँ हाम्रो टपिक रहेको छ स्वास्थ्यप्रति कृतज्ञता अभ्यास। अब यो भनिराख्दाखेरि सबभन्दा पहिला चाहिँ म आफ्नो परिचय दिन चाहन्छु तपाईहरुलाई। म सुन्दरी खिमली पेशाले एक शिक्षक हुँ अनि हाल अहिले म आफ्नो फुर्सदको समयमा अर्थात् बिहान बेलुकाको समयमा यो डिजिटल बिजनेसमा जोडिएकी छु र डिजिटल बिजनेस केही समयदेखि चाहिँ यसमा संलग्न हुँदै आइरहेको छु। आज चाहिँ म तपाईहरुको सामु एउटा टपिक लिएर आएको छु। स्वास्थ्यप्रति कृतज्ञता अभ्यास भन्ने टपिक रहेको छ हाम्रो। यो टपिकमा सुरु गर्नुभन्दा अगाडि मलाई चाहिँ तपाईहरुको अगाडि एउटा कथा राख्न मन लाग्यो, जुन हामीले भाइ बहिनीहरुलाई पनि पढाउनु पर्थ्यो, अर्थात् हामीले पढ्दै पनि आएका थियौं। यसले गर्दाखेरि यो कथामा चाहिँ कस्तो छ भन्दाखेरि यो हाम्रो शरीरको सम्पूर्ण भागहरू एक अर्कामा कसरी चाहिँ सम्बन्धित हुन्छन् भन्ने त्यो कथामा हुन्छ। कथामा चाहिँ के थियो भन्दाखेरि अब शरीर त हाम्रो पुरै अंगहरूले भरिएको हुन्छ। त्यसमा चाहिँ सबैले के भन्छ भन्दाखेरि हातले पनि के भन्छ, मैले चाहिँ काम गर्नुपर्छ, बिहान उठेदेखि अब यो पेटले चाहिँ जतिखेर नि खान्छ यो पेटले केही काम गर्दैन भनेर हातको गुनासो रहन्छ। अनि त्यस्तै गरी खुट्टाले पनि बिहान म उठेदेखि चाहिँ मैले हिँड्नुपर्छ, यत्रो शरीरलाई लिएर उभिनुपर्छ, तर यो पेटलाई हेर त यो त जतिखेर नि खान्छ मात्र भनिरहेको हुन्छ। आँखाले पनि त्यस्तै भन्छ अनि सबैले त्यस्तै भन्छ। अनि यी अंगहरू मिलेर चाहिँ के गर्छ भन्दाखेरि अब चाहिँ हामी यो पेटलाई खानै नदिने भनेर उनीहरूले चाहिँ खानेकुरा रोकिदिन्छ। अनि यो खाना रोकेपछि उनीहरूलाई खाना दिँदैन पेटलाई, अनि खाना नदिएपछि के हुन्छ भन्दाखेरि शरीर त शिथिल हुँदै जान्छ। खुट्टाले पनि आफ्नो काम गर्न सक्दैन, हातले पनि आफ्नो काम गर्न सक्दैन, आँखालाई पनि आफ्नो काम गर्न गाह्रो पर्दै जान्छ। अनि यिनीहरूले के बुझ्छ भन्दाखेरि यो पेटले खायो मात्र भनेको त यसले खानु नै हामी सबैलाई चाहिँ ऊर्जा दिनको लागि रहेछ भनेर फेरि उनीहरूले आफ्नो गल्ती महसुस गरिसकेपछि फेरि पेटलाई खाना दिन थाल्छ। हो, यस्तै गरी यो हाम्रो स्वास्थ्यप्रति कृतज्ञता आभास भनेको पनि त्यस्तै हो। हामीसँग हात छ, खुट्टा छ, यी सबै चीजहरू छ नि, यो सबै चीजहरूलाई चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि सधैँ राम्रो अवस्थामा राख्नुपर्छ। अनि यिनीहरू राम्रो भयो भने हाम्रो सबै कामहरू सुचारू रूपमा चल्छन्। हामीले जन्मिएर अहिलेसम्म यो जति हामीले यो एकदम राम्रोसँग शारीरिक बनावट पाएका छौं, यसको लागि चाहिँ हामीले यो सृजना गर्नेहरूलाई पनि कृतज्ञता प्रदान गर्नुपर्छ। साथै यी अंगहरूलाई पनि हामीले धन्यवाद अर्थात् कृतज्ञ नभइकन हामी बस्न सक्दैनौं। यदि यी अंगहरू नहुने हो भने अर्थात् हात नहुने हो भने हामीले आफ्नो कामहरू राम्रोसँग गर्न सक्दैनौं। आँखा नहुने हो भने पनि हामीलाई एकदमै गाह्रो पर्छ। यी हाम्रा अंगहरूले चाहिँ हामीलाई एकदमै सहयोग पुर्याएको कारणले गर्दाखेरि हामीले यिनीहरू प्रति हामी कृतज्ञ हुनु असाध्यै जरुरी छ। अनि यहाँ मैले चाहिँ तपाईहरुको सामु यो कृतज्ञता कसरी अभ्यास गर्ने भन्ने कुराहरू अलिकति छोटो रूपमा तपाईहरुको सामु राख्न चाहन्छु। अनि यसका मुख्य बुँदाहरू के रहेछन् भन्दाखेरि कृतज्ञता र स्वास्थ्यको सम्बन्ध भनेको छ। जब हामी शरीरका अंगहरू र इन्द्रियहरूलाई धन्यवाद दिन्छौं, हामी केवल मानसिक शान्ति मात्र होइन, शारीरिक ऊर्जा पनि बढाउँछौं। अनि दैनिक अभ्यास यी कुराहरूलाई चाहिँ 10 वटा आशीर्वादहरूको सूची लेख्ने अनि त्यसमा स्वास्थ्यको उपहारले मलाई जिउँदो राखेको छ भन्ने वाक्यलाई दिनभर देख्ने ठाउँमा राख्ने। यदि हाम्रो स्वास्थ्य राम्रो नहुने हो भने हामी केही पनि काम गर्न सक्दैनौं। त्यही भएर हामीले हाम्रो स्वास्थ्यलाई चाहिँ के गर्नुपर्छ भन्दा सधैँ कृतज्ञता हुनुपर्छ अर्थात् धन्यवाद दिनुपर्छ। कम्तीमा हामीले 4 पटक बढ्ने र गहिरो कृतज्ञता महसुस गर्ने भनेर यसमा दिइएको छ। अनि हामीले राति सुत्नु अघि अस्ति जुन मैले म्याजिक रकको बारेमा
तपाईहरुको सामु भनिसकेको छु अनि त्यसलाई हातमा लिएर दिनको सबैभन्दा राम्रो कुरा सम्झेर धन्यवाद दिनुपर्छ। अनि अभ्यासको प्रभाव, हामीले यस्ता अभ्यासहरू गर्दाखेरि यसको प्रभाव हामीमा कस्तो पर्दै जान्छ भन्ने कुराहरू पनि म तपाईहरुलाई भन्न चाहन्छु। शरीरप्रति आभार व्यक्त गर्दा साना दुखाइ, थकाइ वा असहजता कम हुन थाल्छ। अब हामी मान्छेहरू उमेर बित्दै गएपछि यहाँ दुख्यो त्यहाँ दुख्यो भनेर भन्न थाल्नुहुन्छ अनि झन्झन उहाँहरूलाई दुखाइको महसुस हुन्छ। यदि शरीरप्रति यो शरीरले गर्दाखेरि मैले यतिसम्म गर्न सकिरहेको छु भनेर शरीरलाई हामीले एकचोटि मात्र कृतज्ञता दियौँ भने पनि मानसिक रूपमा शारीरिक रूपमा हामीलाई ती कुराहरू चाहिँ अलि हल्का भएको महसुस हुन्छ अनि जीवनलाई अझ उज्यालो र स्फूर्तमय बनाउन मद्दत गर्छ। मलाई लाग्छ यदि तपाईले आज साँझ सुत्नु अघि आफ्नो शरीरका कुनै पनि भागलाई विशेष धन्यवाद दिनुभयो भने त्यो अभ्यास अझ गहिरो हुनेछ। उदाहरणका लागि मेरो मुटुलाई धन्यवाद जसले मलाई जीवन दिन्छ, तपाई दिन्छ। यी कुराहरू चाहिँ हामीले गर्यौं भने यिनीहरूले चाहिँ हाम्रो स्वास्थ्यमा एकदम सकारात्मक कुराहरू ल्याउने गर्छ। यस्तै कुराहरू तपाई पनि जान्न चाहनुहुन्छ भने तपाईले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो वेबसाइट रहेको छ www.naraynsundari.com र मेरो व्हाट्सएप फेसबुकमा पनि मेरो सुन्दरी खुलिमुली नामले मेरो फेसबुक आइडी रहेको छ भने अरु थप जानकारीको लागि तपाईले मेरो वेबसाइटमा तपाईको इमेल र तपाईको नाम रजिस्टर गरेर हेर्न सक्नुहुन्छ। यदि तपाईले हामीलाई विश्वास गर्नुहुन्छ भने यो एउटा क्रम चाहिँ कार्य चाहिँ गर्नुहुन्छ। आजको लागि चाहिँ यति नै। पछि फेरि अरु लाइभहरुमा म तपाईहरुलाई यस्तै म्याजिक बुकबाट कुनै न कुनै यस्तै कुराहरू अगाडि राख्दै जानेछु। हस्, बाइ बाइ, सी यू।